मित्रहरू यहाँहरू सबैजनालाई चितवनको सौराबाट न्यानो न्यानो सम्झना र धेरै धेरै माया। यहाँ तपाईहरुलाई देखाउँदैछु आजको दिन चितवनको सौरा एकदमै राष्ट्र निकुञ्जको नजिकै रहेको एउटा ठाउँ हो अथवा बस्ती हो, जहाँ चाहिँ जनावरहरू वारपार गरिरहने अवस्थाहरू देखिन्छ। र यतिखेर अनि यहाँ यो सौराको अनि यो धानबारीमा हेर्नुस् है, यो चाहिँ चैते धान एकदमै हरियो हुँदै गर्दाखेरि यसले चाहिँ आएर खाइरहेको अवस्थामा तपाईलाई देखाउन गइरहेको छु। कतिजनाले भन्नु होला तैले यसरी धान खाएको देखिराख्दाखेरि धपाउनु त पर्ने हो नि भन्नु होला है। म चाहिँ यसलाई धपाउन चाहदिनँ, किनकि मैले धेरै दिनपछि यसलाई देखिरहेको छु भने यसलाई म हेरेर आनन्द लिन चाहन्छु हो। यहाँनिर धानबाली त खाइरहेको छ, तर सेम टाइम कतिपल्ट जङ्गल सफारी जाँदै गर्दाखेरि पनि हामीले है अब गैंडा देख्न नपाएर चाहिँ गुनासो पोखिरहेको अवस्थाहरू पनि हुन सक्दछ। तर आजको दिन यो भिडियो तपाईहरुको लागि एउटा टिप्स पनि बन्न सक्छ। सित्तैमा तपाईले यहाँ भिडियो मार्फत तपाईले यो ठुलो एकदमै विशाल गैंडालाई देख्न सक्नुहुन्छ है त। मैले कतिजनाको गुनासो पनि सुनेको छु कि चितवन त आइयो, सौरा घुमियो, जङ्गल घुमियो, राष्ट्र निकुञ्ज घुमियो, तर के गर्नु गैंडै देख्न पाइएन, त्यही फोटो र भिडियोमा मात्रै भन्नुभएको होला। यहाँ चाहिँ म तपाईलाई आज एकदमै प्रत्यक्ष रूपमा चाहिँ जोडिरहेको छु अनि यहाँ देखाउन चाहन्छु एकदमै विशाल गैंडा, जुन गैंडाको भिडियो चाहिँ मैले जुम गरेर अलिक टाढैबाट सजग भएर खिचिरहेको छु है। यसमा म आफै पनि होशियारी हुनुपर्छ, हामी सबैजना होशियारी हुनुपर्छ, किनकि यो जनावर नै हो नि है, यो जनावर नै हो। यसले कतिखेर हमला गर्न पनि सक्छ र हामीले वर्षै पछि हामीले यसको विषयमा सुनेका छौँ। चितवन राष्ट्र निकुञ्जमा चाहिँ गैंडाको आक्रमणबाट मानिस मारेको खबरहरू हामीले टिभी, रेडियो र अखबारमा हामीले हेरेकै छौँ, सामाजिक सञ्जालहरूमा हामीले पढ्दै आएकै छौँ। त्यसर्थ हामीले एकदमै सजग भएर यसको भिडियो बनाउनु पर्ने अवस्थाहरू छ है त। यहाँ तपाईलाई म देखाउन गइरहेको छु एकदमै हरियो धान है, उसले खाइरहेको छ, एकदमै मेलोसँगले खाँदै हिँडिरहेको छ। अब यसलाई हामीले चलाउन पनि सक्दैनौँ, यसलाई हामीले आक्रमण पनि गर्न सक्दैनौँ, यसलाई हामीले नजिस्काउँदै हुन्छ। त्यसकारणले गर्दाखेरि टाढैबाट यसको भिडियोलाई तपाईहरुको माझ चाहिँ प्रस्तुत गरिरहेको छु मैले। उता पारीबाट पनि केही मानिसहरूले चाहिँ हेरेर आनन्द लिइरहनु भएको छ र यता वारीबाट चाहिँ मैले यसको भिडियो लिइरहेको छु। यहाँ तपाईलाई देखाउँदैछु कि यसले एकदमै मिठो गरी खाइरहेको छ है। अनि कति पशुहरू चाहिँ जब जङ्गलदेखि बाहिर निक्लिन्छन् भने अनि गाउँतिर पस्ने अनि गाउँको बालीहरू खाने कामहरू चाहिँ गरिरहेको हुन्छन् है। यो बाली चाहिँ सायद यिनीहरूलाई एकदमै मिठो लाग्छ होला, अनि यसलाई चाहिँ हामी गाउँवासीका मान्छेहरूले चाहिँ यो मिठो मिठो खान पल्केको भनेर भन्छ है। अनि सायद यो गैंडाले पनि मिठो मिठो खान पल्केर होला है, अब यसरी बस्तीमा पस्ने अनि अरूको बालीहरू खाइदिने कामहरू गरिरहेको छ। कतिपटक यहाँ प्रशासनहरूले आएर धपाइदिनु त भएको छ, तर मैले यसलाई मैले बाधा पुर्याउन चाहिनँ र परैबाट मैले यसको भिडियो तपाईहरुलाई देखाइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ है, यो एकसिङे गैंडा चाहिँ हामीले नेपालमा पाउन सक्दछौँ है। अनि संसारमा कति प्रजातिका गैंडाहरू हुन्छन् है, अफ्रिकामा होला अरू प्रजातिको 2 सिङे 3 सिङे, तर यहाँ चाहिँ नेपालमा तपाईले एकसिङे गैंडा तपाईले पाउन सक्नुहुन्छ है। एकदमै चितवन तपाईहरु कतिजना आउनु भएको छ भने यो भिडियो पनि तपाईहरुको लागि ठुलो टिप्स बन्न सक्छ र कतिजनाले चाहिँ प्रत्यक्ष रूपमा नै देख्नु भएको हुन सक्छ है। गैंडालाई जङ्गल सफारी गर्दाखेरि हात्तीमा चढ्दा, जिपमा चढ्दा, साथसाथै अनि डुङ्गामा चढ्दा र अरू धेरै एक्टिभिटी जुन पैदल यात्राहरू गर्दाखेरि तपाईहरुले देख्नु भएको हुन सक्दछ है। र यो गैंडा देख्दै गर्दाखेरि ओहो यस्तो गैंडाहरू त मैले कति देखेको भन्नेहरू हुनुहुन्छ होला है त। ल यो गैंडा चाहिँ यतिखेर यहाँ हेर्नुस् त, यति राम्रो बाली छ कि यो धानको बाली एकदमै हरियो भएर चाहिँ अनि बढिरहेको थियो। बढिरहने क्रममा चाहिँ सायद यसलाई चाहिँ यस्तो लाग्दो हो कि यो चाहिँ मेरो लागि आहारा हो, मेरो लागि खाने पौष्टिक यो तत्त्व हो, मैले यो खानै पर्छ। तर के थाहा कि किसानीले चाहिँ दुःख गरेर रोपेको छ, जलमल गरेको छ, अनि कहिले यसले चाहिँ फसल दिन्छ र यसको कटिनी गरौँला भनेर सोचिरहेको होला किसानीले है। किसानीको लागि त यो एउटा दुःखको खबर हो, तर यसको लागि चाहिँ एउटा मिठो स्वादिष्ट भोजन पनि बनेको छ। यसलाई चाहिँ हामी भन्न सक्दछौँ मिठो मिठो खाना पल्केको है। अनि यो मिठो मिठो खाना पल्केकोले चाहिँ
प्रायः जस्तो दुःख दिइरहने कामहरू गर्दछ है। पल्किने चाहिँ यस्तो हुन्छ, हेर्नुहोस् ल, हेर्नुहोस् त कति विशाल छ यो जनावर। अनि है एकदमै सजग भएर यो भिडियो बनाउनु पर्छ मैले, हेर्नुहोस् त टाढैबाट यो भिडियो बनाइरहेको छु। ल है त, यति भन्दै तपाईँहरूबाट ओझेल पर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय मसी।